ल है म त उक्लिँदैछु है साथी हो। बाटो यो पजेर हिँड्ने बाटो कि के बाटो हो? आहा यस्तो छ हेरै पजेर हिँड्ने बाटो सरर परेको। आहा यस्तो बाटो त कसले बनाउन सक्ने यस्तो बाटो नेपालीले बाहेक। The most adventurous trekking route, Meme Lake Expedition है। लु ठिक छ आफैले बाटो बनाउँदै हिँड्नु पर्यो। रामा यस्तो छ है। ल यो बाटो आइयो त्यो कुहिरोको बाटो। यस्तो बाटो त यो त अति राम्रो बाटो। ल उक्लिरहेको छु मेमे ताल है। माई गुडनेस मेमे रेक हामी 32 जनाको ग्रुप आएको छौँ र हामी अहिले 4200 मिटरको हाइट अबोभ सी लेभल छौँ। र हाम्रो भरिया दाइहरू यहाँ बसिराख्नु भएको छ। देखाउँछु म अब यति मात्रै अलिकति चढ्न बाँकी छ यो थुमको। अझ त्यो माथि पहाडमाथि चढ्न छ। चढ्दैछु बिस्तारै। 2 पाइला हिँड्दाखेरि सास बढिरहेछ एल्टिच्युडमा आएपछि। गजब रहेछ। त्यो के पास भनेको सक्यो गौडा हाइट खत्रै छ कि या माई अलि मुनिबाट आउनु सर। हजुर ढुङ्गा हेरेर न ढुङ्गा। अब अगाडि बढ्यो अलि पछाडि सरेर हुन्छ। अब जोगाएर आउनुहोस् के अरे त्यतैबाट आयो। ल तारे देउराली आइपुगेका छौँ। अब छोक्यु डाँडा, भिर देउराली डाँडा, लप्सीबोट नागी र मेमे पोखरी। अहिले तारे देउराली आइपुगेको रहेछ। ओहो भिर त खत्रै छ जस्तो छ।